हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ म हजुरहरूलाई विशेष गरी चाहिँ देउसी भैलो प्रोग्राममा चाहिँ म हजुरहरूलाई देखाउन गइरहेको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ है त। यो हो वनस्थलीमा रहेको सुनाखरी पाठशाला। यो चाहिँ मेरो म्युजिक सिकाउने स्कुल मध्ये यो पनि एउटा हो। हेर्न सक्नुहुन्छ, रङ्गोली बाहिर पनि बनाइसक्नु भएको रहेछ है। म चाहिँ आउनलाई थोरै ढिला भयो, मेरो चाहिँ बाहिर काम भएको हुनाले चाहिँ म बाहिर गएर आउँछु भनेर यहाँको म्यामलाई भनेको थिएँ। यहाँ चाहिँ ठिक्क अब म्युजिक पर्फर्मेन्स हुन लागिराखेको छ है। ल अब हजुरहरूले म र मेरो स्टुडेन्टहरूको पर्फर्मेन्स हेर्न सक्नुहुन्छ है त। ओके, मेरो स्टुडेन्टहरूसँगको पर्फर्मेन्स चाहिँ सकिसकेको छ। त्यति बेलासम्म हेर्न सक्नुहुन्छ यहाँको यो चाहिँ स्कुलभित्र बनाउनु भएको रङ्गोली हो है। कतिखेर बनाउनु भयो, साँच्चै नै राम्रो बनाउनु भएको छ। हेलो, के छ खबर हजुरको? नाम भनिदिनुहोस् त, हजुरको के हो? वाह, हजुर त कति राम्रो देखिनु भएको है। कति क्लासमा पढ्नुहुन्छ अरे हजुर? 2 मा पढ्नुहुन्छ नि है। कति राम्रो गुड गर्ल हुनुहुन्छ उहाँ चाहिँ है। कति राम्रो देख्नु भएको छ। नमस्ते गर्नुहोस् त। वाह, ल ह्याप्पी तिहार भनिदिनुहोस् त सबैजनालाई। हेलो क्युटी पाई, वाट इज योर नेम? हजुरको नाम के हो भनिदिनुहोस् त। आहा, कति राम्रो देखिनु भएको। ओहो, हजुरले लगाउनु भएको यो कुन ड्रेस हो थाहा छ? थाहा छ के कुन ड्रेस हो यो भन्नुहोस् त? मगर गुरुङ ड्रेस।
मगर ड्रेस हो वाउ आई लाइक यर ड्रेस वाउ नमस्ते गर्नुहोस् त सबैजनालाई ह्याप्पी तिहार भन्नुहोस् त नमस्ते हजुरको नाम के हो भनिदिनुहोस् त वाउ कति क्युट देखिनु भएको त नि कसले लगाइदिनु भएको साडी हजुरलाई वाउ अति राम्रो हाम्रो 6-7 क्लासको सुन्दरीहरू चाहिँ यता हुनुहुन्छ है एउटा सुन्दरी यहाँ हुनुहुन्छ हेलो नमस्ते ह्याप्पी तिहार हजुरको नाम के हो भनिदिनुहोस् त रेणुका तामाङ कति राम्रो देखिनु भएको छ हजुरले लगाउनु भएको ड्रेसलाई कुन ड्रेस भन्छ यो कुन ड्रेस हो भनिदिनुहोस् त तामाङ ड्रेस हो वाउ आई लाइक यो ड्रेस मलाई कति राम्रो देखिएको हो उहाँको ड्रेस पनि हेर्नु न तलमाथि तलदेखि माथिसम्म हजुरको नाम के हो भन्नुहोस् त हजुर कति क्लासमा पढ्नुहुन्छ त्यो पनि भन्नुहोस् त अनि आज कति क्युट हुनुभएको त नि कसले लगाइदिनु भएको हजुरलाई यो साडी हो गर्मी त भएको छैन नि कस्तो फिल भइरहेछ हजुरलाई यो ड्रेसमा भन्नुहोस् त राम्रो परी जस्तो देखेछ राम्री वाउ ल ह्याप्पी तिहार भनिदिनुहोस् त सबैजनालाई ल थ्याङ्क यू सो मच नमस्ते म्याम आज मै मात्रै परेछु यो अर्कै ड्रेस लगाएर आउँदैछु म त साडी लगाएर आउन लागेको थिएँ अनि म एक्लै हुन्छु होला भनेर साडी नलगाइकन आएको हो क्या खासमा मैले मेरो प्यारीभन्दा प्यारी स्टुडेन्ट हजुरको नाम के हो भन्नुहोस् त उदया कति राम्रो देखिएको छ हेर्नुहोस् न नेपाली यो हो नि त असली पोसाक भनेको होइन ह्याप्पी तिहार भन्नुहोस् त सबैजनालाई ह्याप्पी तिहार नमस्ते म्याम सो गाइज हजुरहरूलाई मेरो ब्लग हेरेर कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला सी यू नेक्स्ट ब्लग बाई बाई सी यू